साह्रो भएको छैन चिक्लो न चिक्लो छ त्यो त नमस्ते दाजुभाइ आज चाहिँ दसैँको दिन हामी घुम्न निस्केका छौँ रोडको अवस्था बुझ्दैछौँ सधैँ प्याक भएर नै पाउँदा आज यति सुनसान हुन्छ भने मैले सोचेको पनि थिएन पहिलाको वर्षतिर पनि हुन्थ्यो होला त हिँडेन त्यही भएर अहिले हामी रोड चेकअपमा हिँडिरहेका छौँ हामी ट्राभल पुग्न लागिसक्यो लुक्स लाइक द रोड अलिक एम्टी नै छ यहाँ गाडीहरू धेरै छैन सल्लाहघारीमा छौँ हामी जाँदैछौँ सिद्ध पोखरी हेरिङ आउट सिद्ध पोखरी बाबी के पछि पूजा गर्न पुरा खसी काटिरहेछन् हामी अहिले होइन सिद्ध पोखरी यो चाहिँ भातपुरमा छ होइन तपाईँले भर्खर देखिहाल्नुभयो बलि मार हान्दा छ नि होइन भैँसी के मार हाने खसी मार हानेर छ पूजाको लागि जहाँ पूजाको लागि त्यत्रो खसी काट्छ मैले नि आज बिहान मार हानेको छु मेरो स्कुटर पूजाको लागि हो के मार हाने नरिवल चरा सिद्ध पोखरी पोखरीको नाम कहाँ सिद्ध पोखरी खाइसक्यो ढिलो खाइदिन्छु म त यसको 80 रुपियाँ कति 8 सुन्न 80 के मान्छे कुदी मिल्छ ल अहिले अब उसका घर घरमा कसले कसले हावा भर्छ जुस खाने नि त भक्तपुर दरबार स्क्वायर इज लोकेटेड इन साउदर्न ल्याप अफ हिमालयन इन्डिया र चाइनाको बिचमा पर्छ भक्तपुर त्यसमा पनि हामी काभ्रे पलाञ्चोक र काठमाडौँको बिचमा पर्छ भक्तपुर भनेको चाहिँ सानो सबैभन्दा सानो जिल्ला हो तर यसमा धेरै ठुलो महत्त्वपूर्णहरू छन् लुक एट दिस म्युजियम यो चाहिँ हाम्रो राष्ट्रिय कला सङ्ग्रहालय हो जति पनि हाम्रो भक्तपुरमा आर्टहरू हुन्छ विशेष गरी नेवारहरूको राज्य भन्ने गरिन्छ भक्तपुरको है पुरै त प्याक रहेछ आज दसैँको दिनमा रोड खाली भए पनि हाम्रो खाने स्टलहरू चाहिँ धेरै प्याक छन् पनि प्याक हामी अहिले जुन दही स्टलमा छौँ जुन चाहिँ भक्तपुरको एकदम फेमस दही मानिन्छ त्यही फेमस चारवटाको कति हो दिस इज जुजु दही होइन भक्तपुरको फेभरेट रे होइन लेट्स टेस्ट इट यो हो नि त दही हो त्यो awesome bro जस्तो माथि गर्छ दामी क्या I finished this in a second. Please give it to me. Whoa, how's that? So we are leaving Bhaktapur and हामी अहिले बिजी नै छ यार यो ठाउँ कहिले खाली हुँदैन